चितवन क्षेत्र नम्बर 3 देखि 2 जना प्रभावशाली नेत्रीहरूले आगामी फागुन 21 को निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। एकजना हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावशाली नेत्री शोभिता गौतम भने अर्कोतर्फ हुनुहुन्छ भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाल। सम्भवतः फागुन 21 को निर्वाचनमा रेणु दाहालले नेपाली कम्युनिस्ट पार्टी तर्फबाट उम्मेदवारी दिने अहिले चर्चा चुलिँदै जाँदाखेरि यद्यपि यी दुवै प्रभावशाली नेत्रीहरूले यदि एकै क्षेत्रमा उम्मेदवारी दिए भने तपाईँहरूको मत कसलाई जान्छ त? अब पार्टी जुनसुकै भए पनि रेणु दाहालले आफू मेयर बनेपछि धेरै त्यहाँ विकास गरिसक्नु भएको छ। धेरै भरतपुर महानगरपालिका विगतका 10 वर्षभन्दा अहिलेको अवस्थामा हेर्ने हो भने धेरै अगाडि गइसकेको छ। र अर्कोतर्फ हेर्ने हो भने नेपाली राजनीतिमा उदाउँदै गरेका युवा नेत्री शोभिता गौतम पनि एकदमै प्रभावशाली हुनुहुन्छ, किनकि उहाँको भिजन र उहाँको त्यो आँट र हिम्मतलाई हामीले हौसला दिनुपर्छ र एकचोटि फेरि मौका दिनुपर्छ भन्ने मेरो धारणा हो। अब तपाईँहरूको धारणा के छ? कमेन्ट बक्समा पक्कै पनि तपाईँहरूले आफ्नो सुझाव राख्न नबिर्सनु होला र तपाईँहरूको मत फागुन 21 गते कसलाई जानेछ त्यो पनि मलाई हल्का अलिकति कन्फ्युजन टाढा गरिदिनु हुन आग्रह गर्दछु। नमस्ते।